आज म तपाईहरुलाई स्वास्थ्य सम्बन्धी उच्च रक्तचाप बारेमा केही बताउँदै छु। केही साता अगाडि विशेषज्ञहरूले 6 लाख भन्दा बढी मानिसहरूमा उच्च रक्तचाप बारे अनुसन्धान गरी यसको परिणाम मेडिकल जर्नल लान्सेटमा प्रकाशित गरेपछि संसारभर चर्चा भयो। यसमा सन् 1966 देखि 2015 सम्म यसबाट ठूला सर्वेक्षण भएका थिए। यो अध्ययनले मुटु रोगका जोखिमका तत्त्वहरू धेरै भएका मानिसहरूलाई उनीहरूको रक्तचाप 140/90 भन्दा कम भए पनि उच्च रक्तचाप कम गर्ने औषधि खाए जीवन धेरै बचाउन सकिने निष्कर्ष दिएको छ। अनुसन्धान अनुसार सबैभन्दा ठूलो जोखिमका बिरामीहरूमा उच्च कोलेस्ट्रोल भई धूम्रपान गर्ने अनि 65 वर्ष नागेका मधुमेहका बिरामीलाई उच्च रक्तचापको औषधि खाने गरे स्ट्रोक र हृदयाघात कम हुने सम्भावना हुने निक्योल गरेको छ। कोरोनरी मुटु रोग लागेको छ, स्ट्रोक, हार्ट फेल्युर, क्रोनिक मृगौला रोग छ भने त्यस्ता व्यक्तिको साइलोस्टिक रक्तचाप 130 भन्दा कम हुनुपर्छ। उक्त रक्तचाप कम गर्ने औषधिको प्रयोग समेत यी व्यक्तिहरूमा हुनुपर्ने जनाइएको छ। तर विशेषज्ञहरूले खानपिन र जीवनशैलीले रक्तचाप कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने जनाएका छन्। उच्च रक्तचाप भनेको के हो? उच्च रक्तचाप वा हाइपरटेन्सन भनेको रक्तचाप जरुरी भन्दा बढी हुनु हो। रक्तचाप उच्च भएको प्राय देखिन वा अनुभव गर्न सकिँदैन। तर समयमा नै उपचार गरिएन भने मुटु ठूलो हुन पुग्छ, राम्रोसँग रगत शरीरभरि पम्प गर्न सक्दैन। यो हार्ट फेल्युरको कारक बन्न सक्छ। उच्च रक्तचापले हृदयाघात वा कोलेस्ट्रोलको जोखिम बढाउँछ। यो स्मरण शक्ति हराउने रोग डिमेन्सियासँग पनि जोडिएको छ। यसले मृगौला रोग तथा पेरिफेरल आर्टरी रोग लाग्न सक्छ, खुट्टामा असर गर्न सक्छ। रक्तचापका कारणहरू के हुन्? 90% भन्दा बढी उच्च रक्तचापको कारण थाहा छैन। तैपनि धेरै जोखिमका तत्त्वहरूले उच्च रक्तचापको विकास हुने सम्भावना बढाउँछ। उच्च रक्तचापको खास कारण नभए डाक्टरले प्राइमरी हाइपरटेन्सन भनेर वर्गीकरण गर्छन्। जोखिमको विकास गर्ने निम्न तत्त्वहरू छन्: जीवनशैली: धेरै नुन सेवन गर्नु, पर्याप्त मात्रामा फलफुल र सब्जी नखानु, क्रियाशील कम हुनु, धेरै मोटोपन हुनु, अधिक मदिरा सेवन गर्नु आदिले उच्च रक्तचापको कारण बन्न सक्छ। धूम्रपान पनि प्रमुख जोखिम मध्ये एक हो। वंशाणुगत: आफ्नो रगतको नातामा उच्च रक्तचाप एवं वंशाणुगत रूपमा परिवारका अरू सदस्यहरूलाई पनि हुने सम्भावना पाइएको छ। जातीय समुदाय अनुसार अफ्रिकन, क्यारेबियन र दक्षिण एसियाका केही जातीय समुदायका मानिसमा अरूलाई भन्दा बढी उच्च रक्तचाप हुने जोखिम बढी रहन्छ। उमेर अनुसार अस्वास्थ्यकर जीवनशैली निरन्तर हुँदा उमेर बढ्दै जाँदा पनि उच्च रक्तचाप हुन सक्छ। उच्च रक्तचाप हुन सक्ने अन्तर्निहित कारणहरू करिब 10%
उच्च रक्तचाप हुनुको कारण अन्तर्निहित अवस्थाको परिणाम हो। यी कारणहरूलाई सेकेन्डरी हाइपरटेन्सन भनेर वर्गीकरण गरिन्छ। मृगौला रोग, मधुमेह मृगौलामा आपूर्ति गर्ने आर्टरीहरू साँघुरिएमा हार्मोनको अवस्था जस्तै कुसिङ सिन्ड्रोम, शरीरको टिस्यु असर गर्ने अवस्था जस्तै लुपस, परिवार नियोजनका चक्की, दर्दनाशक औषधि जस्तै आइब्रुफिन आदि हुन सक्छन्। कसरी रोकथाम गर्ने? नम्बर थाहा पाऔँ। बेलायतमा 3 जना मध्ये 1 जनालाई उच्च रक्तचाप छ, तर तिनीहरूमध्ये 335 लाई उच्च रक्तचाप भएको थाहै छैन, किनभने उच्च रक्तचाप बढेको धेरै मान्छेहरूमा कुनै लक्षण हुँदैनन्। ज्यादै धेरै भएमा मात्रै थाहा हुन्छ। यसकारण यो मौन घातक भनेर परिचित छ। उच्च रक्तचाप हुँदा मान्छे बिरामी हुँदैनन्। उनीहरूको दिनचर्या वर्षौंसम्म उस्तै रहिरहन्छ, पत्तै नपाइकन बसिरहन्छन्। स्ट्रोक र हृदयाघात भएपछि मात्र परिणाम देख्छन्। त्यसबाट आफ्नो रक्तचापको नम्बर थाहा पाउनु जरुरी छ। शरीरको तौल, उचाइ र रक्तचाप जान्नु महत्त्वपूर्ण हुन्छ। 40 वर्षभन्दा माथिको मान्छेले प्रत्येक वर्ष रक्तचाप नाप्नु आवश्यक हुन्छ। खाना र जीवनशैली सुधारौँ। भविष्यमा उच्च रक्तचाप कम गर्न तल भनिएका मुख्य 5 वटा खाना र जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ। नुन कम खाऔँ। अधिक नुन सेवन उच्च रक्तचापको कारण बन्न सक्छ। प्राय मान्छेहरू दिनमा 10 देखि 12 ग्राम नुन खान्छन्, तर 6 ग्रामभन्दा बढी नुन खानु हुँदैन। जति धेरै तयारी खाना खाइन्छ, उति नै नुनको मात्रा धेरै हुन्छ। बढी अनि फलफुल र सब्जी खाऔँ। फलफुल र सब्जी पोटासियमका उत्तम स्रोत हुन्। यसले रक्तचापलाई कम गर्दछ। फलफुल र सब्जी घट्टीमा दिनको 5 पोर्सन खानुपर्दछ। क्रियाशील हौँ। सम्भव भएसम्म तन्दुरुस्त हुने कोसिस गर्नुपर्छ। यसले लामो अवधिमा रक्तचाप कम गर्नुका साथै स्वस्थकर वजन राख्न मद्दत गर्दछ। हप्ताको 5 दिन दैनिक कम्तीमा 30 मिनेट व्यायाम गर्ने उद्देश्य राख्नुपर्दछ। सामान्य हिँडडुल गरे पनि हुन्छ। मदिरा कम गरौँ। अत्यधिक मदिरा सेवनले रक्तचापलाई अधिक असर गर्दछ। यसले स्ट्रोक हुने जोखिम बढाउँछ। हप्ताको 14 युनिटभन्दा कम पिउने सल्लाह दिइन्छ। 1 युनिटमा 25 मिलिलिटर व्हिस्की, 1 पेग आधी प्वाइन्ट बियर, एउटा सानो गिलास वाइन 125 मिलिलिटर हुन्छ। बढी तौल कम गरौँ। बढी तौल हुन्छ भने रक्तचाप बढी हुन्छ। उचाइ अनुरूप ठिक तौलको हुनुहुन्छ भने उच्च रक्तचाप हुने सम्भावना कम हुन्छ। उल्लेखित 5 किसिमका परिवर्तनले उच्च रक्तचाप कम गर्न ठूलो सहयोग मिल्छ। स्वास्थ्यकर खाना र व्यायामले शक्तिको लेभल बढाउँछ, शरीरमा फुर्ती आउँछ। स्ट्रोक र हृदयाघात कम गर्ने अन्य उपाय। रक्तचाप बढेको खण्डमा स्ट्रोक र हृदयाघात हुने जोखिमलाई बढाउँछ। अरू कुराले पनि यी रोग लाग्ने सम्भावना बढाउँछ, जस्तै धूम्रपान छोडौँ,